दार्जिलिङमा उठेको गोर्खाल्यान्ड आन्दोलनले दार्जिलिङ भारतमा गाभिनुको वैधानिक आधार छैन भन्ने स्पष्ट गर्यो। टिस्टा र मेचीको बीचमा पर्ने दार्जिलिङ जिल्लामा सन् 1986 मे 12 तारिखदेखि गोर्खाल्यान्ड आन्दोलन शुरू भयो र त्यस आन्दोलनमा थुप्रै नेपालीहरूले वीरगति पाए। सुभाष घिसिङले नेपालका राजा श्री 5 वीरेन्द्रलाई दार्जिलिङ नेपालको हो भनी बिन्ती पत्र दिए। त्यसमा उनले आह्वान गरेका थिए कि हामी मौसुफका रैती हौं, तर राजाको पक्षबाट यस विषयमा कुनै उत्तर गएन। सन् 1991 मा सुभाष घिसिङले भारतीय प्रधानमन्त्रीलाई दार्जिलिङ क्षेत्रको वैधानिक स्थिति स्पष्ट पार्न माग गर्दै चिठी लेखे र 1992 मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई पनि चिठी पठाए। अन्त्यमा कसैबाट पनि समाधान नमिलेपछि सुभाष घिसिङले भारतीय सुप्रिम कोर्टमा मुद्दा हाले। दार्जिलिङमा जब गोर्खाल्यान्ड आन्दोलन चर्किरहेको थियो त्यसकै आसपासमा जब सुभाष घिसिङले भारतको सुप्रिम कोर्टमा यो विषयमा मुद्दा हाले, त्यति बेला पनि भारतको संविधानको त्यही 136 अन्तर्गत नै हालेको थियो। यदि संवैधानिक रूपमा यसको निरूपण गर्ने हो भने सुभाष घिसिङले भने जस्तै भारतको संविधानको आर्टिकल 136 अन्तर्गत चाहिँ यो जमिन भारतको होइन, यो नेपालको। त त्यसरी स्पष्ट रूपमा भनिसकेपछि भारतीय सर्वोच्च अदालतलाई के समस्या पर्यो भने संवैधानिक रूपमा यसको निरूपण गर्ने हो भने त यो जमिन त स्वतः नेपालको भन्ने कुरा प्रमाणित हुने भयो। अनि यो पोलिटिकल इस्यु हो भनेपछि के हो भने राजनीतिक रूपमा यसको निर्णय हुनुपर्छ भन्ने भयो। त्यसो गर्दा के हुने भयो त भने दुईटा मुलुकका राजनेताहरूको बीचमा टेबलमा वार्ता हुनु पर्यो। भारतको पक्षबाट त्यो वार्ता हुने कुरै छैन, उनीहरूले त्यो कहिले उठाउँदैनन्। यो जमिन तिमीहरूको रहेछ, तिमीहरू के गर्छौ भनेर उनले प्रश्न गर्ने ठाउँै छैन, उनीहरू त्यो चाहँदैनन्। त नेपालको सरकारमा रहेका राजनेताहरू पनि हाम्रो जमिन यो हो त्यसकारण हामी माग्छौं भनेर टेबलमा बसेर कहिले पनि कुरा उठाउँदैनन्। त्यो विश्वास उनीहरूलाई भएको हुँदा भारतको सुप्रिम कोर्टले चाहिँ यो पोलिटिकल इस्यु हो भनेर भने। गोवा र हङकङ फिर्ता लिन्छ भने दार्जिलिङ लगायतका गुमेका अरू भूभागहरू किन फिर्ता नलिने? सुगौली सन्धि र हङकङ सन्धिको बीचमा भएको समानताको कुरा गर्दा एउटा शब्द उल्लेख गर्न आवश्यक ठान्छु म। त्यो के भने इन परपेचुइटी। बेलायत र चीनको बीचमा भएको जुन सन्धि हो त्यो हङकङ सन्धि, जसलाई नानकिन सन्धि पनि भनिन्छ, त्यसमा जति पनि भूभाग हङकङले बेलायतलाई छोडेको छ त्यो पनि सदाका निमित्त छोडेको भनेको छ। त्यसै गरी नेपाल र इस्ट इन्डिया कम्पनीको बीचमा जुन सन्धि भयो त्यो सन्धिमा पनि जुन भूभाग नेपालले छोड्नुपर्छ भनेको छ ती भूभाग पनि इन परपेचुइटी भन्ने शब्द उल्लेख गरेर छोड्नुपर्छ भनेको छ। तर बेलायतले इन परपेचुइटी भनेर जुन भूभाग हङकङ लिएको थियो त्यो त 1997 मा चीनले फिर्ता पाइसक्यो। तर त्यही शब्द उल्लेख भएको जुन सुगौली सन्धि हो त्यसबाट गुमेको भूभाग चाहिँ हामीले अहिलेसम्म पाएका छैनौँ। सुगौली सन्धिमा गुमेका भूभागको जिम्मेवारी बेलायतले लिनुपर्दछ। इस्ट इन्डिया कम्पनी भनेको बेलायतको उत्तराधिकार प्राप्त एउटा संस्था हो। त्यसकारण सुगौली सन्धि हामीले इस्ट इन्डिया कम्पनीसँग गर्यौं भने पनि त्यो बेलायतसँग भएको हो। र जब बेलायतबाट भारत स्वतन्त्र भयो त्यो पनि इन्डिया इन्डिपेन्डेन्ट एक्ट भन्ने चाहिँ ब्रिटिस पार्लियामेन्टबाट एक्ट पास गरेर भएको चाहिँ स्वतन्त्रता हो। यसले के बुझाउँछ भने बेलायत सरकार सुगौली सन्धिप्रति सीधा उत्तरदायी छ। किनभने नेपाल भन्ने मुलुक स्वतन्त्र मुलुक हुँदाहुँदै नेपालको भूभाग अनिर्णित अवस्थामा उसले जसरी छाडेर गएको छ त्यसको जिम्मेवारी
ती भूभाग नेपालमा एकीकृत नहुन्जेलसम्म उसले लिनै पर्छ र यो प्रयासमा बेलायतको भूमिका महत्त्वपूर्ण हुनुपर्छ। जब अंग्रेजले भारत छोडेर जान लागेको थियो कि थिएन, त्यो बेलामा अंग्रेजले राणा सरकारलाई के भन्यो भने तिमीसित जो हामीले जितेर लिएको जो भूभाग थियो त्यो भूभाग हामी तिमीहरूलाई छोडेर जान्छौँ, तिमीहरूले त्यसको माग गर भनेर अंग्रेजले राणा सरकारलाई भनेको थियो। त्यो मैले नि सुनेको कुरा हो यो, र धेरै अंग्रेजहरूले मलाई पनि भन्थे किन त भन्नु होला अनि हामीले पत्याएनौँ त्यो कुरा। अनि राणा सरकारले चाहिँ के भन्यो त भने त्यो बेलाको प्राइम मिनिस्टरले, अर्को सेकेन्ड म्यानले हामीसित कुरा गर्दा के भन्यो भने यति सानो नेपाललाई त अठ्याएर राख्न हामीलाई मुस्किल परिरहेछ, आज छोडो कि भोलि छोडो जस्तो भइरहेछ। अब त्यत्रो ठुलो भूभाग जुनमा कि प्रजातन्त्रको टेस्ट पाइसकेका छन्, स्वतन्त्रताको टेस्ट पाइसकेका छन्, स्वाद चाखिसकेका छन्, अधिकार पाइसकेका छन्, त्यो पनि हामीले ल्यायो भने त झन् यो शुद्ध पनि गुम्छ। त्यसै कारणले त्यो नलिने भनेर राणाले त्यो माग गरेन। 1947 बेलायत भारत र नेपालका बीचमा जुन त्रिपक्षीय सन्धि भयो त्यो चाहिँ बेलायतलाई पनि भारतलाई पनि गोर्खाली सेना चाहिएको हुँदा नेपाललाई पनि समाविष्ट गरेर सन्धि गरियो। तर नेपालको भूभाग सुगौली सन्धिमा जति गुमेको थियो त्यो भूभाग चाहिँ अब बेलायतलाई चाहिएन र भारत चाहिँ त्यो भूभाग दिन चाहँदैन थियो र नेपाल सरकार, तत्कालीन नेपाल सरकार पनि स्वार्थको कारणले त्यो भूभागको बारेमा कुरा उठाउन तयार थिएन। यसरी बद्यतपूर्ण ढंगले हाम्रो जमिन चाहिँ भारतमै रह्यो र उनीहरूलाई आवश्यक परेको हुँदा आफ्नो राष्ट्रिय स्वार्थको कारणले गोर्खाली सेनाको चाहिँ विभाजन भयो। उन्नाइससय 1950 को नेपाल भारत सन्धिको धारा 8 ले सुगौली सन्धिलाई रद्द गरेको छ। 1950 को नेपाल भारत सन्धि सन् 1947 अगस्त 15 मा नयाँ राष्ट्रको रूपमा जन्मेको इन्डिया र 100औं वर्ष अगाडिदेखि स्वतन्त्र रूपमा रहिरहेको नेपाल सरकारका बीचमा भएको सन्धि हो। सुगौली सन्धि हामीले ब्रिटिस गभर्नमेन्टसँग गरेका थियौं। त्यसको आधारमा नेपालको सिमाना टिस्टा र सतलजबाट मेचेर महाकालीमा सीमित भएको थियो र त्यो जुन जमिन हामीले गुमाएका थियौं त्यो चाहिँ ब्रिटिस इम्पायरमा गाभेको थियो। त्यति बेला ब्रिटिस इम्पायरको एउटा भाग चाहिँ इन्डिया भन्ने मुलुक थियो। जब 1947 मा अगस्त 15 मा इन्डिया भन्ने नयाँ मुलुक बन्यो, त्यो मुलुकसँग 1950 मा नेपालले सन्धि गर्यो। यदि त्योभन्दा अगाडि नेपाल र भारतको बीचमा अर्थात् 1950 को सन्धि हुनुभन्दा अगाडि पनि नेपाल र भारतकै बीचमा चाहिँ सुगौली सन्धिलाई यी दुवै मुलुकले अनुमोदन गर्छन् भनेको भएदेखि नेपालको सिमाना आज पनि मेचेर महाकालीमा छ भन्न सकिन्थ्यो। तर त्यो किसिमको अनुमोदन त भएको छैन। सुगौली सन्धिलाई अनुमोदन गर्ने गरी नेपाल र भारतले सन्धि कहिले पनि गरेका छैनन्। तर 1950 को सन्धिको धारा 8 ले चाहिँ भारतको तर्फबाट ब्रिटिस सरकारले नेपालसँग गरेका सबै सन्धि रद्द हुन्छन् भनेपछि सुगौली सन्धि हामीले ब्रिटिस सरकारसँग गरेको हो। त्यो त 1950 मा भारत सरकारले गरेर त्यसलाई रद्द गरेको प्रमाणित गरिसक्यो भने यो अवस्थामा नेपालको सिमाना चाहिँ टिस्टा र सतलज हो भन्ने कुरा कायम हुन्छ। सन् 1950 मा नेपाल र बेलायत बीच भएको सन्धिको धारा 8 ले पनि सुगौली सन्धिलाई रद्द गरेको छ। स्वतन्त्र भारतसँग भएको सन्धि पश्चात 30 अक्टोबर सन् 1950 मा नेपालले संयुक्त अधिराज्यसँग पनि शान्ति तथा मैत्री सन्धि गर्यो, जसले अघिल्लो आधारलाई थप बल प्रदान गर्दछ। त्यो सन्धिको धारा 8 मा पनि बेलायत सरकार र नेपालका बीचमा आजभन्दा पहिले भएका सन्धिहरू सबै रद्द गरिन्छन् भनेर उल्लेख गरिएको छ। अझ त्यहाँ त के भने सन् 1923 मा काठमाडौँमा भएको सन्धि र त्योभन्दा अघि भएका सन्धि भनेपछि सन् 1923 मा भएको सन्धिमा पनि सुगौली सन्धिको प्रसंग उठाइएको छ भने ती सन्धि खारेज गरिन्छन् भनेपछि सुगौली सन्धिलाई बेलायतले पनि औपचारिक रूपमा खारेज गरेको प्रमाणित हुन्छ। सन्धिबाटै हामीले जमिन गुमाएका थियौं, सन्धिबाटै हामीले जमिन फिर्ता पायौं। योगी
लर्ड क्यानिङले जङ्गबहादुरलाई भने तपाईको यत्रो महान मद्दतको बदलामा फगत फोक्रो शब्दले मात्र धन्यवाद दिएर पुग्दैन, पछि परन्तुसम्म रहिरहने सबैले थाहा पाउने किसिमको उच्च कुरो तपाईलाई मिल्नेछ। बेलायतबाट आएको खबरबाट मैले थाहा पाएको छु कि सन् 1815 मा अंग्रेजले नेपालसँग जितेर लिएको जमिन जति सबै नेपाललाई फिर्ता गर्न अंग्रेज सरकारले मन गरेका छन्। यो माथि लेखिएको बमोजिमको जमिन पछि पश्चिमतिर घागरा नदीदेखि लिएर पूर्वतिर गोरखपुर जिल्लासम्म पुगेको छ। दक्षिणतिर खिरागढ र बराइच जिल्लादेखि लिएर उत्तरतिर पहाडसम्म पुगेको छ। नेपाली भूभाग भारतमा उपनिवेशका रूपमा छ। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले बन्दी जीवन बिताउँदा लेखेको पुस्तक ग्लिम्सेस अफ द वर्ल्ड हिस्ट्रीमा पनि स्पष्ट रूपमा यी भूभागहरू नेपालको भनेर स्वीकारेका छन्। त्यस्तै सन् 1817 मा ब्रिटेन र सिक्किम बीच भएको सन्धिमा पनि त्यो कुरा स्वीकार गरिएको छ। आजको 21औं शताब्दीमा आएर यसरी सानो राष्ट्रको भूभाग ठूलो राष्ट्रले उपनिवेश बनाएर राखेको कुराको किन हामी विरोध गर्न सक्दैनौं? सन् 1960 मा संयुक्त राष्ट्रसंघले एउटा रेजोल्युसन पास गरेको छ। त्यो चाहिँ डिकोलोनाइजेसन अर्थात उपनिवेशबाट मुक्त गर्नुपर्ने भन्ने सम्बन्धमा। संसारमा जुन जुन मुलुकले अर्को मुलुकको भूभागलाई उपनिवेश बनाएको छ ती सबै भूभागलाई मुक्त गर्नुपर्छ भन्ने संयुक्त राष्ट्रसंघको प्रस्ताव त्यो सन् 60 मै पारित भइसकेको हो। र त्यसको आधारमा भारतले नेपालको जमिन छोडिसक्नु पर्ने थियो। नेपाल सरकारले पनि त्यो संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार हाम्रो भूभाग हामी फिर्ता लिन्छौँ भनेर लिइसक्नु पर्ने थियो। तर दुवै मुलुकबाट यो काम भएको छैन। तर नभए पनि हामी त्यसलाई एउटा दरो एउटा प्रमाणको रूपमा लिन सक्छौं। जहाँसम्म सुगौली सन्धिमा गुमेका भूभाग पुनः नेपालमा फिर्ता हुँदा नेपाललाई त्यसको के फाइदा हुन्छ भन्ने प्रश्न छ। वास्तवमा त्यो निकै महत्वपूर्ण छ। सुगौली सन्धि हुनुभन्दा पहिले नेपालको पूर्वी सिमाना हालको बंगलादेशको दिनाजपुर र रंगपुरसम्म कायम थियो। ती भूभाग नेपालमा एकीकृत हुँदा हाम्रो छिमेकी बंगलादेश बन्न पुग्छ। बंगलादेश हाम्रो छिमेकी भएपछि नेपाल पारवहनमा भारतीय प्रभुत्वबाट मुक्त हुने मात्र होइन, यसले नेपालको भू राजनीतिमै आमूल परिवर्तन ल्याउँछ।